यो जेठ महिनामा लगाएको बोडी हो र यसले आफ्नो उत्पादन दिन सुरु गरिसकेको छ। यो लोकल भेराइटीको बोडी हो। सँगसँगै यतातिर पुरानो लटको बोडी थियो जसलाई यहाँ सफा गरेर यसमा फेरि आज नयाँ लटको बोडी लगाउने हो। अहिले यो बोडी लगाइयो भने दसैँ तिहारतिर यसले पनि आफ्नो उत्पादन दिन सुरु गर्छ। बोडी लगाउनको लागि यसमा हामीले अलिकति गोबर मल हालेर यो मिक्स गर्न पर्छ, जसले गर्दा यो गोबर मल पनि धेरै लाग्दैन र जहाँनिर बोडी लगाउने हो त्यहाँनिर मलको मात्रा पनि पुग्छ। यो बोडीको बिउ लोकल बोडीको बिउ हो, घरमै तयार गरेको। यो लोकल बोडीको बिउ लगाउँदा के हुन्छ भने एक नासले धेरै लामो समयसम्म उत्पादन दिइरहन्छ र हामीले त्यो बोडी लामो समयसम्म प्राप्त गर्न सक्छौँ। हाइब्रिड बिउहरू लगाउँदा के हुन्छ भने एकैचोटि धेरै उत्पादन दिन्छ र पछि उत्पादन दिन छोड्छ, जसले गर्दा हामी लामो समयसम्म उत्पादन प्राप्त गर्न सक्दैनौँ। त्यही भएर घरको प्रयोगको लागि लोकल बोडीका बिउहरू एकदमै उपयुक्त हुन्छन्। व्यापारिक प्रयोजनको लागि हाइब्रिड नै उपयुक्त हुन्छ। यसरी हामीले करेसाबारीमा थोरै मात्रामा लट अनुसार बोडी लगाइयो भने निरन्तर रूपमा हामीले बोडी प्राप्त गर्न सक्छौँ। एकैचोटि लगायो उत्पादन पनि एकैचोटि हुन्छ, त्यसपछि फेरि हुँदैन। त्यसकारण आफ्नो आवश्यकता र व्यवस्था अनुसार हामीले थोरै मात्रामा यो बोडी चाहिँ एक लटपछि अर्को लट गर्दै लगाउँदै जानुपर्छ। यो पुरानो बोडीका लहराहरू यहीँ रहन्छन्। यो मल्चिङको पनि काम गर्छ, सँगसँगै यो यहीँ कुहिन्छ र यसले मलको पनि काम गर्छ। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र सेयर गर्नुहोला। धन्यवाद।